तस्कर र भ्रष्ट गिरोहको साम्राज्य ध्वस्त पार्न गृहमन्त्री सुदन गुरुङको ग्राउन्ड जीरो स्टिङ अपरेसन। कालो टोपी, कालै चस्मा र अनुहार पुरै छोपिने मास्क लगाएर कसैले सुईको समेत नपाउने गरी गृहमन्त्रीले गरे सारा तस्करी र बिचौलियाहरूका करतुतका भिडियो रेकर्ड। 12 पर्सामा बच्चियो आक्रामक खैला बैला, भ्रष्टहरूको सेटिङमाथि बन्चरो प्रहार। अलिकति यहीँ बस्नुहोस्, शामतिर खाली हेर्नु कतिमा कति साइकल गर्नु गर्दैन। गृहमन्त्री सुदन गुरुङको एउटै सरप्राइज मुभले सीमा क्षेत्रमा जरा गाडेर बसेका भ्रष्ट तत्व र तस्करहरूको गढमा ठूलो धक्का दिएको छ। शक्तिको आडमा रक्षक नै भक्षक बनेर चलाइरहेको तस्करीको सेटिङलाई गृहमन्त्री स्वयंले बडा प्रहार गर्दै ध्वस्त पारिदिएका छन्। सिंहदरबारको सुकिला मुकिला कोठामा बसेर निर्देशन मात्र दिने पुरानो परिपाटीलाई धुली साफ पार्दै गृहमन्त्री सुदन गुरुङले चालेको आक्रामक कदमले 12 पर्साको सुरक्षा संयन्त्रमा यति बेला भूकम्प ल्याएको छ। कालो टोपी, कालै चस्मा र अनुहार पुरै छोपिने मास्क लगाएर पहिचानलाई पूर्ण रूपमा लुकाएका गृहमन्त्री कुनै सरकारी सुरक्षा फौज, साइरन जडित गाडी वा तामझाम बिना आफै निजी गाडी भिग्याउँदै सिधै तस्करीको हब मानिने सीमान्त गाउँहरूमा ओर्लिँदा यहाँका सुरक्षा कमान्डरहरू मस्त निन्द्रामा सुतिरहेका थिए। गृहमन्त्री जिल्लामा आए, स्थानीयसँगै भुइँमा बसेर व्यथिति केलाएर सीमामा भिडिरहेका करोडौंको अवैध धन्दाको प्रमाण खल्तीको मोबाइलमा कैद गरेर फर्किसक्दा समेत 12 पर्सा प्रहरी प्रशासनले सुईको सम्म नपाउनुले सिंगो राज्य संयन्त्रलाई नै स्तब्ध र अचम्ममा पारिदिएको छ। यो कुनै सामान्य अनुगमन मात्र थिएन, यो त रक्षक नै भक्षक बनेर चलाइएको वर्दीधारी सेटिङको जरा उखेल्न खेलिएको एउटा खतरनाक र बडा स्टिङ अपरेसन थियो। पछिल्लो समय सीमावर्ती नाकाहरू र भित्री ग्रामीण बाटाहरू प्रयोग गरेर लागू औषध उसार पसार र व्यापक तस्करी बढेको गुप्त सूचना पाएपछि गृहमन्त्री सुदन गुरुङ स्वयं कसैलाई कानो कान खबर नगरी मिसन ग्राउन्ड जीरोमा उत्रिएका हुन्। सिमरा आइपुगेर बाराका जिन्जी संयोजक सम्राट उपाध्याय सहितको टोलीसँग अत्यन्तै गोप्य रणनीति बुनेका गृहमन्त्रीले सिर्सिया नाका र सीमावर्ती क्षेत्रमा पुगेर जे देखे त्यसले उनी आफै पनि आक्रोशित बनेका छन्। भारततर्फ तस्करीका सामान लैजान लोड गरिएका मोटरसाइकलहरू आँखै अगाडि लाइन लागेर बसेको अवस्थामा स्थानीय सुरेन्द्र शाह र मुकेश शाहले गृहमन्त्रीकै अगाडि लाइभ प्रमाण देखाइदिँदा समेत सीमा सुरक्षाको जिम्मा लिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोलीहरू भने कुम्भकर्ण निन्द्रामा जस्तै सुतिरहेका थिए। देशको सुरक्षा व्यवस्था र राजस्वलाई किराले जस्तै खाएर भित्रभित्रै खोक्रो बनाउने भ्रष्ट गिरोहको यो महासञ्जालमाथि गृहमन्त्रीले सिधै 12 बजाउने गरी अकाट्य भिडियो प्रमाणहरू संकलन गरेपछि सुरक्षा अधिकारीहरूको ओठ तालु सुकेको छ। घटना सार्वजनिक भएपछि यति बेला अवैध असुलीको लाइन मिलाउने बिचौलिया र तस्करहरूको भागाभागको स्थितिमा पुगेका छन् भने जनताले गृहमन्त्रीको यो आक्रामक एक्सन रोयल रूपको कड़ा प्रशंसा गरिरहेका छन्। राज्यले करोडौं खर्चेर जडान गरेका सीमा क्षेत्रका सीसीटीभी क्यामेराहरू सशस्त्र प्रहरीकै क्याम्पबाट निगरानी हुने भए तापनि तिनलाई जानी जानी निष्क्रिय बनाएर तस्करीहरूलाई सघाइएको नाङ्गो सत्य गृहमन्त्रीको मोबाइलमा कैद भइसकेको छ। आफ्नै अगाडि उभिएका गृहमन्त्रीलाई सर्वसाधारण नागरिक ठानेर उता सेटिङ छ भन्दै तस्करीको पोल खोल्ने स्थानीयहरूको हिम्मत र गृहमन्त्रीको यो आक्रामक कार्यशैलीले अब सिंहदरबार बदलिएको स्पष्ट सन्देश दिएको छ। कर्तव्य बिर्सिएर तस्करको एजेन्ट बन्ने जुनसुकै तहका सुरक्षा अधिकारी र भ्रष्टहरूका लागि गृहमन्त्रीको यो छड्के एउटा बडा र अन्तिम चेतावनी हो कि देशद्रोह र व्यथिति गर्नेहरूको साम्राज्य अब धेरै टिक्नेवाला छैन, सकियो। कानूनको डण्डा चल्न सुरु भइसकेको छ। यस गोप्य र आक्रामक छड्केले 12 वर्षको सुरक्षा संयन्त्र मात्र होइन, देशभरिकै भ्रष्ट गिरोहमा ठूलो पराकम्प ल्याइदिएको छ। सुरक्षा अधिकारीहरू घटना भइदिएपछि कुन मुख देखाउने भन्दै अचम्ममा र त्रासमा परेका छन् भने आम जनताले यस एक्सनको बडा प्रशंसा गरिरहेका छन्। आफ्नो कर्तव्य बिर्सिएर तस्करसँग हात मिलाउनेहरूका लागि गृहमन्त्रीको यो रूप एउटा बडा चेतावनी हो कि अब भ्रष्टहरूको सेटिङको दिन सकियो। कानून मिच्ने र देश खोक्रो पार्ने कसैलाई पनि बख्सिनेवाला छैन।